हामी नाति बाजेको पनि भेट बेला बेलामा आइरहेको थिएँ तपाईँलाई भेट्न। म उता भयो भने नि हजुरबा लाउनुहोस् फलफुल खानुहोस् भनेर पैसा पठाइदिन्छु त अङ्कलको खातामा। हजुर अब के गरौँ त हजुरबा, अब परिस्थिति नै त्यस्तै छ। अब त टिकापुर कान्छाहरू त राउटे हो क्या त राउटे एउटा तल माइलो जान्छ, खबर पठाएपछि माइलो आउँछ सबै टिकापुरबाट खरब लाएर नत्र खोइ मुखियाले दिने बाहिर जानु लाग्यो भने त्यस्तै भयो। कहिले मऱ्यो अरे भन्ने सुन्ने त्यति हो। एकानब्बेमा लायो कति बाँकी लाएर 91 वर्ष पुगिहाल्नु भएन। अहिलेबाट त सायद खोकीले मर्न आए बाबा खोकीका गोली हुन्छन् अरे ल्याइदिउँ न भन्दाखेरि ल्याइदिँदैन कोहीले। खोकीका औषधि कस्तो औषधि खानुहुन्छ र खोकीका? कागज छ नि यहाँ नै औषधि हुँदो त अस्पतालमा सोधेर ल्याइदिए त बा भन्छु। अन्टीलाई ऊ दिनु होला नि त बिहान काममा दोकान जाने बेलामा, साँझ फर्किने बेलामा ल्याइदिनु होला। टिकापुरमा भनेको भने टिकापुरमा त्यो ऊ